आज चाहिँ मस्तो पानी परिरहेछ अनि म चाहिँ यो एउटा अर्डर थियो मेरो साथीको होइन यो चाहिँ बनाएर दिनुपर्ने र भोलि चाहिँ यसको दिनुपर्ने भएकोले अहिले एकदम हतारमा म गर्दैछु एन्ड यस अब म यो भोलि आजसम्म म यो कम्प्लिट गरेर अनि भोलि चाहिँ म उसलाई दिन्छु everybody this is me and like I don't know I think I recorded myself after a very long time and right now I'm enjoying my black coffee and like recent daysमा चाहिँ I like completely forgot to हुन्छ नि like read book होइन मलाई चाहिँ I just want to read and एउटा hobby build गर्न मन छ as a read गरेर but I'm not able to do that to गर्नै सकिरहेको थिइनँ भन्दा नि I was just like अर्कै वाला फेजमा थियो होइन but right now I have decided that I'm gonna like carry this one of my हुन्छ नि त्यो thing with me so I have started reading from yesterday and yes that's my update I just want to like update and want to like record one of the phase of my life and that's it and yeah I have to prepare for my exam for tomorrow and there's nothing more than that सो गाइज यो चाहिँ मेरो क्लास थियो होइन मोस्ट प्रोबेबली हुन्थ्यो बट भएन बट केही होइन एन्ड रमाइलो भइरहेको मलाई धेरै पछि आएर ए मेरो मलाई पैसा थिएन आज चाहिँ म आएको छु मेरो साथीलाई भेट्नको लागि बिहामा केही ल्याएको थिएँ मैले यो बनाएर लिएर आइदिएको थिएँ होइन यस्तो गराउनु थालेको अहिले त अनि के भन्छ अर्को मेन इम्पोर्टेन्ट काम मेरो अर्को साथीलाई बुझिनु थियो क्या त्यहाँ बहिनी हो बहिनीलाई चाहिँ मिलाइरहेको छु मतलब ल्याइरहनु त दिएको छैन केही जस्ट लाउनको लागि सपट्टि 10 रुपियाँ लिन्छ Bambi. It is itu audio nilai itu के भन्छ के किन भन्छ तै भात खाइस् कति हो त फेरि के त्यति मतलब सो यो चाहिँ चन्द्रहार है ला फेरि निकालेर होइन अट्यो नि यहाँ आयो नि अर्को त औँठी छ एडजस्टेबल छ कपालमा जोडेर लाउने सो यहाँनिर चाहिँ हामीहरू लाइक किराँतीसँग डान्स गरिरहेको छौँ एन्ड कपिराइट आउँछ भनेर चाहिँ मैले यहाँ भोइस ओभर गर्दैछु एन्ड हामीलाई नै आउँदैन भयो जस्ट कपिङ तिनीहरूले के गरिरहेछ सो यो चाहिँ नेक्स्ट डे हो एन्ड अहिले चाहिँ हामी लाइक के भन्छ लाफिङ चटपटे एन्ड पानीपुरी खाने भनेर यस्तो पानी परेको थियो नजाउँ भनेको यिनीहरू मान्दै मानेन होइन यिनीहरू लानै पर्यो एन्ड देन हामी चाहिँ खासमा खाना गएको थियौँ एन्ड जस्ट लाइक एकछिनको लागि यत्तिकै हिँड्नलाई एन्ड त्यतिखेर मलाई एउटा सामान चाहिएको थियो सो हामी एउटा स्टोर मी मार्केटमा गयौँ एन्ड त्यहाँनिर चाहिँ मलाई एउटा फेस वास चाहिएको थियो सो फेस वास किनेर आयौँ
सो यहाँनिर चाहिँ म लाइक मार्केटबाट बाहिर आएँ अनि मैले चाहिँ लाइक मेरो भिडियो खिच होइन मस्त अलि एस्थेटिक बनाउने भनेर भिडियो खिच्न लाग्यो एन्ड देन फाइनली वी रिच टु आवर डेस्टिनेसन जहाँ हामी जानको लागि निक्लेको थियौँ अभियसली चटपटे पानीपुरी लाफिङ खानको लागि सो दिस इज आवर फर्स्ट टाइम यो ठाउँमा खाइरहेको होइन म चाहिँ मेरो भाइलाई सोधेको थिएँ तिनीहरू कस्तो भइरहेको थियो अल द्याट हामी चाहिँ उयो गरिरहेको थियौँ एन्ड त्यसपछि चाहिँ पानीपुरी आयो फर्स्टमा इट वाज यमी एन्ड देन लाफिङ पनि आयो मैले यस्तो बुक गर्थेँ है म त अहिलेदेखि होइन खानु मन लागेर चाहिँ वाज सो यम यति जाडो भइरहेको थियो बट स्टिल क्या त्यो स्पाइसीनेस अनि त्यसपछि लाइक लाफिङको झोल वाज सो गुड एन्ड देन लास्टमा हामी चटपटे खायौँ अनि त्यसपछि हामी चाहिँ लाइक घर फर्क्यौँ होइन एन्ड सो हाम्रो तल चाहिँ हाम्रो नेबर हुनुहुन्छ उहाँ चाहिँ मधेसबाट हुनुहुन्छ तराईबाट होइन आज चाहिँ तिजको दिनमा चाहिँ आइरहनु न उहाँहरूको अर्कै के फेस्टिभल हुँदो रहेछ अनि उहाँहरूले चाहिँ हामीलाई प्रसाद ल्याइदिनु भएको छ है आइरहनु न वाट इट इज है बट लाइक एकदम हाम्रो डाइभर्स कन्ट्रीमा बस्दाखेरि इट फिल सो नाइस के हो थाहा छैन खिर जस्तो नि छ बट लाइक आई डोन्ट नो के हो यो चाहिँ मलाई थाहा छ आई थिङ्क यो कटहरको तरकारी हो अनि यो चाहिँ लाइक पुरी एन्ड यसभित्र चाहिँ के भन्छ दाल हालेर हुन्छ क्या पुरी दाल लाइक समथिङ के भन्छ सो आवर टी इज गेटिङ रेडी ओ माई गड ओके सो मैले चाहिँ यो अस्ति नै किनेको थिएँ होइन एन्ड रियली वान्ट टु स्टोर दिस आई जस्ट लभ दिस क्यान्स एकदम ठुलो छ राम्रो छ एन्ड आई लभ इट एन्ड देन इन्जोइङ माई टी with some big boss here and yeah guys enjoy with me be with me my brother is here 5 रुपियाँको लागि मेरो भाइले दुःख गर्दैछ कति रुपियाँ पाउँछ तिमीले यो काम गरेपछि 5 रुपियाँको लागि दुःख गर्दैछ सो सबैजना मेरो भाइ जस्तो ज्ञानी हुनु होला आई एम प्राउड अफ हिम अहिलेसम्म उसले यति काम गरेको छु मम्मी चाहिँ यहाँ एक्टिङ गर्दै हुनुहुन्छ वाट इज कान्छी डुइङ कान्छी चाहिँ यहाँ काम गर्न लगाएको काम गर्न लगाएको कान्छी चाहिँ नाता बाहिर बस्छ यहाँ I can't. I have to do work.